लग्जरी परफ्यूम सबका ओनर हमारा कोच सर है कोच म बोल्छु होला पनि अलिक बढी भएन र दिको परफ्यूम कस्तो गन्दा था पता है कि नहीं तुम्हारा हाँ ए तुम यति होता है तुम यति है हिमालय में रहने वाला यति है तुम्हारा लेवल नहीं मिलता है हाँ तुम्हारा लेवल नहीं मिलता है इधर सुन चेकू तुम्हारा कोच को बोलो ना परफ्यूम कस्तो गन्दा था है ए रोक अभी हामी बोलेंगे दिखाएंगे तुमका हाँ क्या हमारा एक दुई गेम मात्र मारेगा 2-3 गेम तो तुम्हारा नहीं मारेगा क्यों नहीं मारेंगे क्यों नहीं मारेंगे भागेगा नहीं भागेंगे हमारा सर नहीं भागेंगे तुम्हारा औकात नहीं है दम है तो और भी बेचना बनो लिसन तुम्हारा वो लग्जरी को परफ्यूम को मारो 10 गेम मारो बोलो ऐसे इसके बाद हम मानेंगे सर बिग राइस में सुन सुनो जस्तो छ त्यस्तै गिफ्ट दियो तँलाई सुन एक्सक्यूज मी सुन लिसन थैंक यू सर अब के भन्दो रहेछ सुन्नु है सुन दिवा लग्जरी ब्रान्ड है भनेर 10 पटक भने ल सेकेन्ड र थर्ड दिवा लग्जरी ब्रान्ड ल दिवा लग्जरी कबाडी है ओए मासाले कबाडी यही बार मलाई यससँग खेल्न मन लाग्दैन के मासाले औकात भन्दा बाहिर जान्छ और गेम get the punishment मारेंगे ब्रांड है हां सुन नहीं हम दिल्ली दूसरा punishment दे दीवार 10 चिल्ली खा 10 चिल्ली दीवार लग्जरी ब्रांड है ल 10 पटक दिवा लग्जरी ब्रान्ड है दीवार लग्जरी दिवा लग्जरी ब्रान्ड है यति ब्रान्ड है क्या बोली थी औकात की बात करती है औकात का बात करती है हाँ देखा और देखना है हाँ देखना है हाँ प्लेन भी आएगा हाँ मत भोको हमारा सर जी हमारा दीवार लग्जरी परफ्यूम सबका ओनर जी है हमारा सेठ जी है औकात की बात करती हो हमरा परफ्यूम का और देखना है पावर यति नभुकेस् त कहाँ अर्को चोटि आउँछ त अनि त्यति भुल्न नि गर्न सक्छौँ नि हामी अब देखो क्या बोल रही थी भन दीवार लग्जरी ब्रान्ड है उनको कोही भरा नै सक्यो हजुर के भयो म्याम हजुर के भयो भन्नु न के भयो म्याम त्यस्तो के मन दुख्यो हैन म कट गर्नुपर्छ भने म जान्छु बरु त्यस्तो यिनीहरू साह्रै अति नगर न तिमीहरू यार अति जे पाए त्यस्तो नबोल न यार अलिकति रेस्पेक्ट भन्ने कुरा हुन्छ नि यार जति बेला मान्छेले यस्तो भन्छन् यार त्यस्तो नभन न त्यही भएर मलाई मन पर्दैन क्या यो यस्तै गर्छ यार कबाडी किन बुझ्दैन त अनि कस्तो रिसार जानुभयो एक गेम हान्छन् यार अनि जान्छन् मान्छे कस्तो ल्याङ गर्छ यार अघि नै गइसक्नु भएको थियो हैन यार यस्तो गरे त यार कसैलाई पनि भन्नु न नि यार कस्तो नराम्रो मान्छेहरू यार सेको एटीको बना त नरिसा त एटीको अन्नर लाग्दै छ यतिको अन्नर हैन म साच्चै हैन मलाई त म के भएर म यो अचितसँग कहिले पनि खेल्न मन लाग्दैन यस्तै गर्छ जहिले पनि मान्छेलाई डिसरेस्पेक्ट गर्ने यार त्यस्तो पनि हुन्छ यार कति मात्रै भएको यार हेर्दा नरिसा भन न सिकुलाई यो कर त्यसलाई जिस्काउनु मजा आइरहेको थियो बोला न त्यसलाई बोला त दीक्षा बिचार रिसा म जोडेर आउँछु म लिएर आउँछु के रोक्न तिम्रो दुईजना यहाँ बस्छ म सिकुलाई ल्याउनु चेको रिसा छ नरिसा हैन नि त्यस्तो गरेर अनि जे पाए त्यही भन्ने त यार कस्तो मान्छेहरू यार हैन सेकु यस्तो हो के त के भन्छ त्यति दिनुपर्छ कि किनभने हैन त्यो हैन बिचारा उहाँहरु त्यस्तो हैन कस्तो मान्छेसँग कस्तो तरिकाले प्रेजेन्ट गर्नु ल तेरो खुट्टा बिचार गइहाल्नु भयो उहाँहरु कस्तो रिसाएर जानुभयो कहिले आउँदिन भनेर यार बोला न शेयर गर्न हामी सरी भन्छ अब म गर्दिन बिचार यार सरी नि त मैले चित्त दुखाए यसले सेकु हैन ए अचिता कस्तो नराम्रो विचार यार कस्तो म त्यही भएर यो अचितसँग कहिल्यै खेल्न मन पर्दैन क्या
कस्तो मान्छेलाई यार सबै मान्छे एकै नाचको हुँदैन नि यार रोक्न रोक विचार यार हो नि भनेको कस्तो नमजा लाग्यो क्या मलाई अनि त्यस्तो होइन नि यार कस्तो नराम्रो तरिकाले भन्यो अनि त्यसले त्यस्तो गर्ने हो त अब त्यस्तो भन्दैन कस्तो यार चाहिँ नरिसाउ, यार। नरिसाउ। बपोलामा भयो आमामामामा। यतिले त ए लेडी बर्डलाई जोइन गर्छु रोक लेडीलाई जोइन गर्छु रोक घोष टेन्सन नगर अर्को खतरनाक हिरो नि आउँदैछ यहाँ बसला खतरनाक फेरि हामी पनि हामीलाई त मान्छे भन्दा नि फेरि आउँदैन यार त्यसले आएन ए त अमर त पठाउँछ त्यसलाई म पठाउँछु है। यस्ता यस्ता मान्छे धेरै भाउ खान्छन् कि आजकल खोइ किन कसम से के गर्ने यार म यति भन्नु पार हो यार होइन हामी मान्छे जिस्काउँछ क्या धेरै नै जिस्काउँछ अनि काबु काबु भइसकेको छ मान्छे ए रोक 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 म अमिता दुईजनाको भाइ मिल्दो रहेछ के त्यही भएर यिनीहरू दुईजना मिलेर जिस्काउँला यार यो अमिताले तानिन्छ कि खतरा भन्छ नि फेरि उसले त्यहाँ तेरिका यार त्यो बडला तानु भनेको झन् रिस उठ्ने यार के भयो त अमर सुन त पर्खिन म लेडी बटला टिम पठाउँछु हामीले तान्दैन कि हामीले पठाएको हामीले पठाएको चुप लाग त्यसलाई पनि केटा चाहिएको छ तान्दैन त्यसलाई केटाले पठायो भने मलाई दिल लागेको छ पर्खि म पागल भइरहेको थिएँ म दिसभरि टाउको दुखिरहेको थियो आज ल तान्दैन तँलाई 100%। पर्खि भन् त अमर तर हिजो के भने तिस कोही नपाएर के गरेर भन् भन्न ओ त्यसलाई त अहिलेको टाइममा केटा पनि चाहिँदैन क्या यार तानेन मलाई नि त्यसले त गोस तिमी पठाउँदा कसम तिमी पठाउँदा एकचोटि ट्राई गर त यसो बटन के पुरै दिक्ला इम्प्रेसन अफ गरिसक्यो होइन अहिले झन् सस्पेन्ड पो भइरहेछ अरे एसएस पनि के भनेर चाहिँ देखाएको थियो पठाऊ अब छ छ फेरि आयो तैँले पठाउ मैले त्यसको नाम राखेको नि यति भनेर त त्यो उयसको त पहिल्यै त्यो हेर सेकुको त कसम त्यो नागिन सिरियलमा भित्रबाट आउँछ नि यति त्यस्तै गरेर यस्तो गरेर अहिले त इफेक्ट लाएर ऐया दिदी आउँछ ऐया दिदी भाइ के अन्त दिदी आउनु बोल के छ अन्त यसलाई पनि हामीले काबु काबु बनाएर खेदाएको हो यो अनितालाई पनि पनिसमेन्ट दिएर दीक्षितलाई मैले हो किन भन्नु यो त रुएर गएको कपाल हेर न के बनाएको त्यस्तो गुदले गर्यो के हो के अरे बुनु हिजो त त्यो के अरे यो एउटा सिस्टरले आएर बहुत सपोर्ट गर्दै थियो तिमीलाई कोही बेला दसैँ आउँछ नि त होइन म चिन्छु नि त्यो सिस्टरलाई मसँग अर्को मेरो आइडीमा उहाँमा कति गेम खेल्नु राति उहाँले चाहिँ गिफ्टिङ गर्ने गर्ने उहाँ हान्ने पनि गर्ने गर्न थाल्नुभयो अर्को आइडी हामी सँगसँगै हो उसको अब 6,000 5,000 थियो भ्युअर्स पहिला हिजो खतरा प्ले गरिराख्नु क्याटलिन दिदी हुन् अमेरिकामा हुनुहुन्छ लु भयो चुप अर्का त्यो कसले दियो त्यस्तो त्यो दसैँ तिहार जसकोमा आउँछ क्या होस्टेल होइन कस्तो मजाले सपोर्ट गरिरहेको थियो भनेको मलाई जहिले हो एनी टाइम आएपछि सधैँ सपोर्ट टुलुलाई मैले अघिल्लोचोटि मर्ने गरेर त्यो दिदीले पनिसमेन्ट दिँदा टुलुलाई खतरा सपोर्टरहरू पहिला उसकोमा त झन् यत्तिकै सपोर्ट आउँथ्यो आमामा तातो जति पनि 1 लाख 2 लाख हान्ने मान्छेहरू त्यस्तो आउँथ्यो उसको लागि तर मान्छेहरू क्याटलिन दिदीलाई कस्तो नराम्रो भन्छ नि तर अमेरिकामा भएको मान्छेलाई त्यस्तो नराम्रो भन्छन् कि भन्नेले भन्दै गर्छ केही फरक पर्दैन त्यही के अनि कस्तो कस्तो ल्याङ गर्छन् कि अनि मान्छेहरू हिजो त्यो जिएमसीले कस्तो भनेको त अनि बेसम्म गाली गरेँ मैले त्यो अर्काको कुरा नगर्न त्यो यहाँको कुरा गर्ने यहाँ फोकस गरे तँ अर्को कुरा गर्न जा ए रमाइलो गरे अमर रमाइलो गरे अनि किन अर्का कुरा गर्छस् त जो मान्छे छ मलाई नठोके फेरि अत दिला ठोक इस त उता भएपछि तैँले पनि ठोक्नु पर्ने तैँले पनि गर्नु पर्ने है रोबिनजीसँग जोइन हो न बुढी यहाँ रोबिनजी आउनु भएको छ आज तँलाई चाहिँ के खानु रोबिन चाहियो दुई बेटे छँदा फेरि रबिन अर्काको बुढासँग लाज लाग्दैन गाइस ट्रिपल मलाई नै खोज्छ गाइस के हो मलाई नै खोज्छ अरे तपाईँ के थाहा ऊ भएर हो कि मलाई नै ठोक्छ भन्छु खोज्छ भन्छ तँलाई खोज्यो होला नि तँलाई नै खोज्छ तै छस् अब यहाँको सबैभन्दा खतरनाक 3 बेटे लो भाइ तिमीहरू गेम खेल्ने हो कि यहाँनिर नराम्रो भन्ने हो लो भन गेम खेल्दै नराम्रो भन्ने क्या हाई जितेन्द्र वेलकम गाइस कसम यार हिजोको कहाँ गयो यार लेडीबाट कहाँ गयो यार ल गाइस सबैजनालाई वेलकम छ है एक मुष्टमा सबैले ट्याप ट्याप सिस्टर चाहिँ कहाँ बस्नुहुन्छ काठमाडौँ बस्नुहुन्छ हो
उहाँ सिस्टर होइन पूजा पोखरा उहाँ के उहाँ दाङ। त्यो हनीमुन बनाउने ठाउँ के त्यसको नाम बालीमा बस्नुहुन्छ उहाँ हो के त्यही हो ला वेट मलाई बोला म हाँसेको भयो ल लास्ट पऱ्यो मान्छेहरू सबै होस्टहरू भएको छ मात्रै यार ओमर यसो गर होइन कसम लेडीबर्डलाई आज नयाँ त्यो आउँदैन क्या त्यसले त सिङ्गल जा जोइन गरेर आएको सिङ्गल जा फर्स्ट हो यसो पनिसमेन्ट गेम खेल्ने होइन यस्तो यस्तो भन अनि ट्याक्क मलाई जोइन गर जा फास्ट जा छिटो पछि ए कञ्चन छ पछि कञ्चन आउँछ कि कानेर बसी यार अरे यार त ल्याङल्याङ नगर है रिस उठाउँछ अब त्यसको होस्ट त्यो उयो नै अफ छ नि अनि त्यो के भन्छ त्यो इन्भिटेसन नै अफ राखे जस्तो छ त्यसले ऊ काटेर अनि ऊ एसएस सस्पेन्डेड भनिराखेको छ लोपचन्दा वेलकम हेत्तेरिका छ्या यस्तो यसलाई रोहानी छ रोहानी पर्छ ल रोक Yes, everybody. Hello, guys. यहाँ इधर हमारे पास है इधर घोस्ट इधर 2 गीत भन्ना है आपको बोलो Huh? ए कुखुरालाई तारिकन खानुपर्छ रोस्ट कहाँबाट सवारी भयो पोस्ट हो कि घोस्ट हो ल भयो नि फेरि भयो नि ए गीत भन्नु पर्यो नि त यति Everybody, हुन्छ guys. Let's guys है let's मास सबैजनालाई फेरि ल भन्नु पर्यो त दुईटा ल भन Huh? भन 2-3वटा सबै हेरिखेर जज गरेर भन अरू त म जान्दैन ए दादा वेलकम होप्सो दादा आज लाइभमा गेम खेलेका सुत्ती गयो साइथ यति रुसे मान्छे तमी पहिलो छौ होप्सो दादा ट्रिपल लेट्स बिगिन एभ्रीबडी यो यार अक्षता मुइसँग आयो यार होप्सो दादा ट्रिपल व्हाट इज दिस दादा अक्षता मुइसँग आयो यार किन हो मलाई एक्लै छोड्दै फेरि एभ्रीबडी गाइस बुलाएको छोड्दा फेरि यो होइन अक्षतासँग हामी छोड्ने कम्पिटिसन बेला गर्न होइन मन जहाँ गए पनि छोड्ने होइन म त सिधै हो कमल वेलकम कमल मलाई सपोर्ट गर न आज प्लिज यस्तो नै कहाँ हो यार उल्टा को कमल हाम्रा भाइ आएर त्यहाँ अहिले मैले भनेकै छ फेरि मजा आएन है, सिंगल अक्षता सिंगल हान्छौ होइन अमर सिंगल हान्छौ अमर मजा आएन नि के को मजा आयो तँलाई के मजा आउनु पर्यो यसलाई त मजा छुट्टै काम गरे ए अक्षता हँ यो अक्षताले निकै भाउ खोज्छ कि अहिले कसमलाई मैले भन्छु सिधा भन्नु न यो प्ले सिंगल अङ्ग्रेजीबाट आउँछ फेरि मेरो यस ल, okay, let's कमल have. तर हिजो कमलले Single लास्ट है? बोल्नु भयो नि कसम से मलाई लास्ट रिस उठेको छ डार्लिङ भयो छोडिदेऊ Darling? यो भिनालाई आदि भिनालाई लोपचन्दा यो नम्बर यसको लिंक यो कमललाई हिजो घरबारे बनाउला भनेको भएन हुँदै भएन कुरो मिलेन ल गाइस गिभ मी ट्रिपलमा ल लोपचन्द प्लिज फलो ब्याक देऊ है फलो ब्याक देऊ है फलो ब्याक देऊ है अमित भिना सुन मेरा कुरा साली पर्ला गरे कि हाम्री नयाँ मान्छे हो नि तिमीलाई केही 2 शब्द भन्दैन केही कहाँ हो तिनको घर सोध न कहाँ हो घर हजुरको घोस्ट हजुर कुन ठाउँ हो मेरो घर हो ए जाने छैन कहिले पनि यो माया मारेर सुदूर पश्चिम ल्याउँदो भया कर्णाली तारेर अरे भनेपछि त सक्यो नि बिजी थिए अच्छा त त। ओके आज त अच्छा छैन त। होला नि मेम्बरशिप हान्नु पर्यो हजुर सिंगल खेल्छौ खेल्दैन म मेरो टिम ओए तैँले त के भन्दिएको छ भेनालाई खाली सिंगलको मात्रै कुरा गर्छ जस्तो मलाई त यहाँ सुन यसले यस्तो भनेको थियो कि अमर सर यहाँ सुन यसले के भनेको थियो भनेपछि ल यसो मसँग खेल्न चाहिँ आउनु यसो लास्ट ठुला कुरा गरेको थियो कि अहिले होइन भेनाको कमल, सोधाइमा चुप अलिकति अर्कै कुरा देखियो यहाँ नानी त्यो सिंगल होइन अहिले लाइभमा त सिंगल के को अर्कै देखिने हो भने यसले के देखो एभ्रिवन गाइस ट्रिपल ट्रिपल थ्याङ्क यू सो मच गाइस ट्रिपल तिरपलमा हान न एउटा चुप्प सुप्प केही भन्नु पर्दैन, इज्जतको सवाल छ यहाँनिर इज्जतको के का इज्जत कमल भाइ यहाँका भाइ भएर उहाँहरूले त कुरै भएन नि भने त भयो त हाने के हो त ल छोड्यो ए बिना साइड लगाऊ तिमी सिधा कुरा गइहाल्यो को तिमी ए तेरो मैले भन्दैछु तेरो सक्दैन के भन्दैथ्यो अस्ति आन त अनि आन त अरे मेरो यहाँनिर गेम छ भना छु हाम्रो ग्रुप छ हो कि नै गोस्ट भन त ग्रुप छ कि नै ग्रुप छ त्यो त दम हुनु पर्यो त्यो त दमै छैन सकिगयो नि दमै छैन भने मैले ल हामीले नहान्नु भनेको हाम्रो मान्छेलाई दादा हान्नु भन्यो भने त सर अरे हाम्रो हान्नु परेपछि अरे हान्नु भन न यार युनिभर्स आउँछ नि युनिभर्स ए हान्नु भन न भने यार हान्नु भन न भने यार हान्नु भन न अहिले फालिदिनु दम छ हजुर दुईटा युनिभर्स रेडी हुन्छ कि हाम्रो मान्छे हात यस्तो गरिरहनु भएको छ हामीले स्टप भनेर मात्रै हो अहिले हामी Okay, दुईटा युनिभर्स हान्नु पर्यो। राख्नु भएको छ अरू त होइन दुईटा युनिभर्स
एउटा लाइन भइपुग्छ ए चेता आसम्म आया त्यो युनिभर्स भन्न देखेँ है आउँदा थियो भन्ने मैले अहिले चेतावनी दिनु पर्दैन भयो यिनको कसैको दम छैन कसैको दम छैन यो अचेता भन्ने त त्यस्तै अहिले पर तखै हडाइँदै हेल्यो होइन हडाइँदै मुति लाग्यो सरी मिलेन के सरी मिलेन त्यहाँ कस्तो म भन्छु सरी ओ भिना जाऊ के लाग्ने हो? अघिबाटी हुनेसँग खेल भन अघिबाटीको तेरी हौता हो त्यो तमी सोही खाली मेरो जो भ्याएर त्यो हौता भ्याएन तँ हाली आधा घर ल बिना ल जाऊ नि त हामी एकजनालाई जोडी बनाएको छु कि त्यही भएर ल ए तू खेल्ला है म सक्दैन भन ल म गएँ ल म सक्दैन भन म गएँ सक्दैन म सक्दैन ल सक्दैन म जान्छु ल ल के इन्ट्रेस्टिङ मान्छेहरू तान न त्यो सेखु जस्तो क्या त सेखु ए तँ धेरै लाग्दैन है सेखु जस्तो ए भन्नुको मतलब अलिकति हुन्छ नि त्यस्तै अलिकति कस्तो मान्छे भन्नु एरिसलाई तान्दिम त्यो एरिस पनिसमेन्ट गेम खेल्छ अहिले ए त्यो बन्द गर है त्यसलाई बन्द गर त्यसलाई क्यान्सल गर मैले पढाएको होइन हो घोषले पठायो हो रोक्नु ल भयो झम्बन्दा त्यहाँ आउँछ कि एकछिन यो झम्पा आउँदैन होला तर यो आरुलाई हो ओके त्यसको नाम चाहिँ झम्पल दाँत नाम झम्पल दाते थाहा छ कि म त आज मेरो हाँसेरै जानुभयो आजको रात हामी त हिजो लेडी बर्डलाई हामीले के भनेन होला अस्ति आरु झम्पल म धेरै झम्पल दाते गेम म एकछिन मात्र आएको म एकछिन म्याच खेल्न त अनि के नाटक गर्न छैस् उठाउन पनि तँलाई झ्याउ लाग्छ रिस उठ्ने ल गेम लगाऊ आरुसँग बस्छु नि त है आरु अचिताको नाटक गरे उसको आइडी गए जस्तो छ होइन त्यसले डिस्कनेक्ट गरेको होला क्या त्यो उयो गर्दाखेरि के गर्छ यिनीहरू भयो ठोक अमर अब तर म भनेको त पार्टनर भइगयो नि होइन हामी पुरानोमा आइहाल्यो नि पार्टनर आइहाल्यो हामी ल ठोक ओ सुने म घोषलाई चाहिँ गाली गर्न सक्दिनँ किनभने ऊ मेरो मनमा बसेको मान्छे हो कि म त्यसरी ओ गाली गर्न माय सक्दिनँ गॉड कसम त्यसले चाहिँ सुन अब नरिस होइन घोषलाई चाहिँ म फुल जस्तो उयो गर्छु होइन कि म धेरै गाली गर्न सक्दिनँ उयो तलको सेतो लगाउन चाहिँ गाली गर्छु म फेरि आउच म त मर्छु होला ए कसम यहाँ लेडी बर्ड भएको भए हुन्थ्यो त्यो सारा लेडी बर्ड कहाँ गयो ए झम्पल जाति सुन त एउटा कुरा त्यो त म लेडी बर्ड यो घोस्ट गएपछि त म लेडी बर्ड यो अमर खेल्छु कि भन त झम्पल जाति साला हिजो किन झुट बोलिसक्यो भन त हिजो यो मुसाले भन। के भन्छ म भने एक गेम खेल्न जान्छु ल गर्ने ल भन त ए आरु घोष तिमीलाई म कस्तो लाग्छ हँ? म कस्तो चिल्लर जस्तो लाग्छ भन न ओए तँलाई सोधेको छ तँ बोल्छस् तँलाई आरिस लागेको हो अरे यार किन लाग्ने मेरो बोयफ्रेन्डहरु यहाँनिर पुरै मेरो टिकटकमा हेरेर होला नि ओए तैँले के भन्दैछस् यार मान्छे त फुट फाट्छ त ए आज के भइरहेछ ल ल घोष ओके हामी पनि पनिसमेन्ट गेम खेल्छ के ल दुईजना पनिसमेन्ट गेम खेल्नु म अलिक जस रमाइलो भयो होइन ल ल ल ल ल ल ल टेक केयर ल बाई ल बाई बाई गुड नाइट दुईजना